ए भाइ यो इन्टरको बिल टोटल गरेर कति भयो? साथीको फिटिङ सिटिङ गरेर 900 रुपियाँ भएको छ ल सन्देश दा। ल भाइ ल। तिमीले डल्लै गरेर तिमीले फिटिङ गरेर आजको चार्ज 900 रुपियाँ भएको ल भाइ। दा सुन्नु न अलिकति उयो गर्दा हुँदैन दा, मेरोमा यत्रो पैसा छैन कि दा। कति चाहिँ फिटिङ गर्नु? अहिलेलाई फिलहाल चाहिँ 500 रुपियाँ दिइराख्नु मिल्दा हुँदैन? भाइ हुँदैन नि, हाम्रो पनि यत्रो दोकानहरू चलाउनु पर्छ, हामी पनि साह्रो पर्छ। पढ्नु न दा, सधैँ आइरहने के हो छ्या। कहिले दिन्छ तिमी भन त, आधी पैसा कहिले दिन्छ? भोलि दिइहाल्दिनु दा। साँच्चै होइन? पक्का दा। 500 रुपियाँ दिइहाल्नु ल। भोलि चाहिँ तर देऊ नि भाइ फेरि ल, मलाई एकदम विश्वास गरेर देख्छु भाइ हो। भोलि चाहिँ दिइहाल्नु ल। 500 दिइराख्छु दा हो। ल दा अरू चाहिँ। आमामा त्यो भ्याउँदो रहेछ हेर। अरे भाइ, ओ अस्तिको पैसा खै हो भाइ? तिमी त अन्त अस्ति खै अन्त आम्मा त्यस्तो 300 रुपियाँ दिन्छु भनेर खै हो भाइ? हेर्नु न सानो प्रब्लम भइदिइराख्नु नि त कि हेर न अब आत्ताले हालिदिन्छु भनेर कति हालिदिनु भएको नि त पैसा त। अब अस्ति पनि मैले भोलि भनेको आज 7 दिन भनेको भाइ हेर तिमीले हामीले पैसा अहिलेसम्म कहाँ हुन्छ हौ मेरो पनि दा साँच्चै भनेको चाहिँ बोलाउँदाखेरि पनि भागी जान्छ तिमी दास गर्छ। दा सुन्दै सुनिँदैन नि त खै म त अस्ति त कति हेर्दै तपाईँलाई कि देख्दिनँ नि त दा। यो कहिले दिन्छ भन त ल भाइ? आज बेलुकातिर जिपे गरिदिन्छु नि त हुँदैन? ल पैसा ल अरे भाइ कता हो? दा खै हो तिमीहरू त पैसा दिन्छु भनेर त अलिक दिँदैनौ तिमी? अस्ति भनेको खै अस्ति नै हालिदिउँ भनेको नि दा कि खै अब के भनिदिनु दा त्यस्तै भइदिइरहेको छ हो। तिमीहरू त पहिला पैसा जाँदाखेरि राम्रो हुन्छ, अहिले हेर तिमीहरू दिँदैन मेरो पैसा। के हो दा त्यति 300 रुपियाँको कति साह्रो ल्याङ गरिरहेको दिन्छु त दा। अब मैले तिमीलाई के गर्यो भने तिमीलाई मैले अहिले किन राम्रो भन्यो तिमीले के गर्छौ भनेर मान्छेलाई मेरो दोकानमा राम्रो काम गर्दैन भन्छु के गर्यो पैसा पनि दिँदैनौ अलिक धेरै कुरा गर्छ हामीसँग। त्यो खातामा लेखिरहेको छ त बिर्सिन्छ र खातामा लेखेर कहाँ हुन्छ भाइ? लेखेर हुँदैन नि त भाइ, त्यो पैसा त हामीले पनि त एउटा सिलगढीमा दिनु पर्छ, हामीले पनि त बुझ्नु पर्छ। तिमीहरू हेर पैसा लाने बेला मिसो गर्छौ, अहिले यसो गर्छु हेर हेर तिमीहरूको दिइहाल्छु दा। त्यो अलि 400 रुपियाँ त हो नि त के भएको दा? हेर्नु रेली अब आउँदा हो रोकिदिँदा अब हामीलाई पनि त अप्ठ्यारो हुन्छ नि त हौ दा। त्यस्तो त मलाई पनि गर्नु मन लाग्दैन नि भाइ तिमीलाई, तर तिमीले त्यस्तै बेहोरा गर्छौ, पैसा दिँदैनौ, खाएर हिँड्छौ, भाग्छौ, के गर्नु लु? ल दा तपाईँको त्यो भोलि दिइहाल्छु ल दा। यसै भन्छु त्यसो पारेर त कहाँ हुन्छ त भाइ? दिइहाल्छु दा भोलि पक्का दिइहाल्छु ल दा। अब भाइ के भन्नु तिमीहरू त म जाऊ हो लैजाऊ तिमी लैजाऊ साथीहरू। हजुरहरूलाई सायद मेरो भिडियो ठिकठाकै लाग्यो होला, अनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद मेरो भिडियोसम्म हेरिदिनु भयो। र मेरो यो भिडियोको मेन मोटिभ चाहिँ के थियो भन्दाखेरि चाहिँ अब त्यही हो, अब हजुरहरूले पनि कसैको बाँकी चलाउनु भएको छ भने एकदम पे गरिदिनुहोस्, किनभने मान्छेले तपाईँले एउटा मनले एकदमै अब विश्वास गरेर दिएको पैसा हो, त्यो पैसालाई रिटर्न गरिदिनुहोस्। र तिर्नु सक्नु भएन भने पनि गएर सम्झाउनुहोस्, बुझाउनुहोस्, किनभने पैसाको मुख चाहिँ कालो हुन्छ र यसले गर्दाखेरि चाहिँ एकदमै अब राम्रै मान्छे राम्रै सम्बन्ध पनि बिग्रेर जान्छ। सो मेरो भिडियोको चाहिँ मोटिभ यही हो, अनि तपाईँहरूले मेरो भिडियो हेरिदिनु भयो। अन्त अलिक एडिटिङमा प्रब्लम अलिअलि के हुँदैछ, सो हजुरहरूले सपोर्ट देखाउनुहोस्, म सिक्दैछु। अब मेरो कन्टेन्ट चाहिँ यस्तै थियो हो, सायद तपाईँहरूलाई मन पऱ्यो होला। अन्त यसो सब्सक्राइब गरिदिनुहोस् मेरो च्यानललाई, अझै यस्तो भिडियो लिएर आउनेछु। थ्याङ्क यू।